हेलो गाइज अनि हजुरहरु पनि जानुभयो त समुद्र हेर्नलाई। जापानमा अहिले गर्मी पनि यस्तो बढिरहेछ, त्यसैले घुम्नको लागि सबैभन्दा बेस्ट अप्सन समुद्र नै लागेर हामीहरु बीच साइड जाने प्लान बनायौं र फटाफट रेडी भएर निस्कियौं। म बसेको नजिक चाहिँ कुनै पनि बीच नभएर एकदमै टाढा टाढा बीच भएर जानलाई एकदमै टाइम लाग्ने के अनि 3 घण्टा जति लाग्यो हामीलाई चाहिँ जानलाई। जाने बेला त यस्तो बोरिङ भयो, यति टाढा किन आयो होला जस्तो भयो। तर जब सी साइड पुग्यो नि यस्तो राम्रो बीच थियो, त्यो समुद्रको छालहरु देखेर त यस्तो आनन्द आइरहेको थियो। त्यसपछि समुद्र को मजा पनि लियो, अलिअलि फोटो भिडियोहरु पनि खिचेर आफ्नो पैसा जति सब असुल गरियो। त्यहाँबाट फर्किन चाहिँ पटक्कै मन थिएन, तर के गर्नु टाढा भएर छिटै फर्किन पर्यो। गाउँ भएर होला ट्रेनहरु पनि 1-1 घण्टाको फरकमा आउने रहेछ। लक्कीली हामी चाहिँ ठक्क जाँदा बित्तिकै ट्रेन आएको मौका परेर धेरै बेर ट्रेनलाई वेट गर्नु चाहिँ परेन। हजुरहरु पनि बीच साइड जाँदै हुनुहुन्छ र अलिकति गाउँ एरिया छ भनेपछि यदि ट्रेनमा जाँदै हुनुहुन्छ भने त्यसको बारेमा बुझेर जानु होला, नत्र अलिकति दुःख पनि पाउन सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।